आज चाहिँ हामी यहाँ माछा मार्न आएको भान्जो र म मेरो बल्छी चाहिँ यहाँ टाङ्दैछु अनि यहाँ दहमा अनि यो खोला हो उता कता कताबाट आइरहेको खोला हो अनि यो चाहिँ म चाहिँ अहिले महोत्तरी जिल्लामा बर्दिवास रातो खोला है यो उता पर चाहिँ पुल छ है वहाँ पर देखिरहनु भएको त्यो चाहिँ पुल हो अनि यो चाहिँ मान्छे टक्क लाएर प्याटपुट लाएर जलाएर क्रियाक्रम गर्ने ठाउँ हो उता बस्ने ठाउँ हो अनि म चाहिँ यता खोलातिर माछा मार्न आएको थिएँ कि आज कति बस्नु घरमा कति खानु खसीको मासु कति खानु खसीको मासु कुखुराको मासु माछा कति खानु बजारको माछा खाँदा वाक्क भएर अनि आज चाहिँ बल्छी खेल्न आउँछु भनेर भान्जो र म चाहिँ टक्क बल्छी खेल्दैछौँ यहाँ अनि हामीले चाहिँ आज माछा मारेको छौँ कति म देखाउँछु थोरै थोरै मारेको मतलब प्लास्टिकमा छ पखाउन अलिकति गाह्रो हुन्छ देखाउनलाई तान्यो खोइ मेरो बल्छी लग ओ माई गड म तान्दैछु हेर है पार्टी मेरोमा खायो रे बल्छी खै खायो है तान्यो ला माई गड सब खाइदिएछ ल अब अर्को लड त म सियोर तान्छु ल तर म माछा देखाउनु गइरहेको थिएँ अहिले त त्यो छोडिदिउँ न माछा देखाइरहेको हौ हेर्नु है मैले यहाँ माछा मारेको हेर्नु है कसरी देखाउँछु ल हेर्नुहोस् मैले मारे माछाहरू चाहिँ यिनीहरू हो क्यामेरा गतिलो छैन यस्तै यो के हो यस्तो तर टन्नै मारेको छु मार्न त देख्दैन क्यामेराले परबाट देख्छु क्या सफा भयो होइन देख्दैन यो सब माछाहरू मरिरह भर्खर मारेकाहरू हो सबै हिले गराई त्यो के भन्छ पोठ्या रौँ नैनी सब मारिरहेको छु तर